हेलो गाइज, नमस्ते, सत श्री अकाल, जय गुरु। सिराली वनभोज कार्यक्रममा हामी यहाँ के अरे दक्षिणकाली आएका छौँ। रमाइलो छ है। गजब ल यही ठाउँ हो पिकनिक। नमस्ते गाइज, सत श्री अकाल। दक्षिणकाली सिराली सेवा समाज नेपालद्वारा के छ भाइ द्वारा आयोजित यो पिकनिक कार्यक्रम दक्षिणकालीमा पर्वादाई। यहाँ एन्टी लाइट पर्छ देखिने हैन? हजुर एन्टी पर्छ हो, तल छ। टाढाबाट ल ल ल नमस्ते, सत श्री अकाल, जय गुरु। सिराली सेवा समाजद्वारा आयोजित पिकनिक कार्यक्रम दक्षिणकालीमा ल रमाइलो छ है। के भयो अहिले काट ल ल ल ल अहिले 2200 ल है, रमाइलो छ। कति बेला आएको? खाली के चाहन्छ? ठिक छ दिदी, नमस्ते। आउनु न यहाँ साथै वनभोज कार्यक्रमको प्रमुख अतिथि ओहो के चालचाल मास्टर सेफ श्री सन्तोष साहजीलाई यहाँ अगाडि आइदिनु हुनुको लागि हार्दिक अनुरोध गर्दछौँ। साथै सम्पूर्ण सहभागीहरू कृपया यहाँ अगाडि आइदिनु हुन अनुरोध गरे। हाम्रो परिचयात्मक कार्यक्रम भएको हुनाले समय छोडो छ। कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनु भएकोमा पुनः एकपटक सम्पूर्ण आगन्तुक महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु। अब हाम्रो कार्यक्रम सुरु गर्ने म गइरहेको छु। यस वनभोज कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुनको लागि सिराली सेवा समाजका अध्यक्ष श्री रमेश जोशीज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी प्रमुख अतिथि मिथिला थालीका सञ्चालक एवं बीसी लन्डन विजेता मास्टर सेफ हाम्रा प्रमुख अतिथि मिथिला थालीका सञ्चालक तथा मास्टर सेफ श्री सन्तोष शाहजीलाई हामी प्रमुख अतिथिको रूपमा आसन ग्रहण गर्न अनुरोध गर्दछौँ। एकका बाद संतोष सर सिरालिया से अपने सबके जानकारी करा दीजिए। लंच टाइम सिराली
सेवा समाजद्वारा आयोजित बृहत पिकनिक कार्यक्रम गोदावरी के अरे दक्षिणकालीमा। रमाइलो छ पिकनिकमा। दाइले के पनि खानु भयो नि त। ल ल ल यहाँ उपस्थिति हेर्नु होला। सिराली सेवा समाजद्वारा आयोजित पिकनिक कार्यक्रम दक्षिणकाली। ल पिकनिकमा रमाइलो भइरहेछ। अनि ढिलो किन आएको? ल ल ल ठिकै छ। अहिले भिडियो युट्युबमा हाल्छु। ल ल ल म आएँ। ए मेरो आफै थिएँ मैले। पर अहिले त बाहिरको खानु हुँदैन नि त। अब के पनि खानु भएको छैन। औषधि खाइरहनु भएको छ। हजुर ला सक्यो।